यार तोते बोले राम्रो बोल्छ अरे गाइस हामी चाहिँ आज पिताको दिन शनिबार सिस्रो टिप्न जाँदैछौँ सबैजना यस पाँचजना होइन त कति टोकर सिस्रो ल्याउँछौँ ए अहिले जाँदैछौँ अहिले फर्किँदा कति आत्रो टोकोमा एक भारी बोकेको भिडियो देख्नु हुनेछ है गाइस यस्तो खतरा भिड रहेछ यो भिड त साँच्ची यसरी सिस्रो टिपिन्छ यसरी टक्लक्क लाइन्छ एकचोटि एक दिन चाहिँ पनि कहाँ त्यसो नभनौँ न बिदा बिदामा टिपिन्छ गाइस सिस्रो अलिक उता जाऊ यसरी टिपेर यसरी लाइन्छ सिस्रो खासै राम्रो चाहिँ रहिरहेछ अहिले पानी परेको छैन अब पानी परेपछि चाहिँ बुट्टा पलाउँछ अहिले गग्लेटोहरू चाहिँ काटिन्छ गाइस सिस्रो चाहिँ खासै रहिरहेछ यो पनि टाढो दाउरा कुहिएर के भयो कसले काटेको चाहिँ देखाउँदैछ कि छैन बिचमा गाउँ छोडेर कलिलो हुँदो रहेछ गीत गाउँ रहेछ भन्दै सहरतिर म त नजाने भन्दै गाउँदै रमाइलो छ भन्दै होइन ओके खोइ हौ गीत गाएको स्पेशल ठाउँ हो गाइसहरु पिकनिक खानुको लागि चाहिँ खाने ठाउँ चाहिँ दामी छ यत्रो ढुङ्गा छ नाम्नुलाई हेर्नु त म पनि म टिपिदिन्छु जानु हेलो गाइस हाम्रो शनिबारको चारो उकालोमा चाहिँ स्यास्या र फ्याफ्या पनि भइछ होइन गाइस त्यस पछाडि भोक पनि लाग्यो होइन अरे के गर्नु हो रे के गर्नु चारो पनि खोज्यो चारो पनि ल्यायो भोक पनि लाग्यो सिस्रो पनि ल्यायो अरे कहिलेकाहीँ ठिक छ त बाटो पनि यस्तो छ हेलो स्यास्या हुँदै हिँड्नुपर्छ गाइस चढ्मेपछि अलिअलि दुःख सुख त गर्नै पर्यो नि होइन गाइस के गर्नु यस्तै हो गाउँले जिन्दगी हेलो गाइस अबला पनि टिप्यो अब अबला पनि खाइन्छ खै दिनु ल गाइस तिन दादावाले देखाऊ मजाले देखाएको के हो अनुहार मात्र के तँ के गरेको अलिक सानो भन्नु अर्ग्यानिक पानी खोलाको यस्तो भिड हुन्छ है यस्तो भिड गाइस यस्तो खालको छ अरे
त्यो फुल जस्तो है फुल जस्तो